जीवन जीवन हरियाला यसको छेउमा हिँड्नु ग्लोबल मार्बल सर्भिस आफै निकालेर हेर्नु त मलाई कति राम्रो लाग्छ बिचारा उसले साथै छोडिदियो भिडियोमा त किन त्यस्तो साह्रो भएको होला है मलाई घाममा हेर्नु हामीलाई चाहिँ कम त उयो हुन्छ त हामीलाई पनि त्यस्तै त हो नि तर अघि हात धोछु क्या यसले गर्दा हावा सिँदैछ अनि अब त्यो गाना घरमा काँडै काँडा चिज नक्कल थियो रहेछ कस्तो राम्रो देखेको त परबाट ल्याउ त पछाडि भन्दा अगाडि लाग्यो त माथिसम्म रन्डा अगाडि चाहिँ एउटै मजा लागेको छ नि रन्डा कृष्ण तो रन्डा 10 घन्टामा 2टा टिपी सेल कहाँ गयो चाहिँ यहाँनिर मेरो काँडाले साला काजकुट लगाउँछ रन्डा सस्तो मोडल कस्तो हल्लेको है भनेर ए मोडल ऊ त्यो बनिँदाखेरि चाहिँ यस्तो केहरू बनाएर राम्रो बनाउनु छैन भिडियो बनिँदा चाहिँ होइन कस्तै गर्दैन टोपीको फुल भएन उठ्ने बराइ त्यो त होइन सुलभजी यो मोडलै भएन भने त कस्तो सानो सानो क्लिपहरूकै उनीहरूले विचार गरेर कम्प्लेन गर्दो रहेछन् के हो कि सुलभजी बायाँको हात भएन बायाँ बा हात लगाइहाल्छ र बनाएर पठाइदिइहाल्छ र जुन बिउ भएर डन्को भइहाल्छ दायाँ हात होइन बायाँ हात हो मेन उनीहरूको चाहिँ देब्रे हातको रहेछ हामीले चाहिँ देब्रे हातलाई उल्टो बनाएर दाहिने मात्र भन्ने सुन्दा मिस्टेक भयो नि सबलाई अनि अहिले त अब मिस्टेक भयो भने पनि हामी बाहिर निस्किनु पाउँदैनौँ न त होइन घरमा मिलाइन्छ डबिङमा त गर्नुपर्छ कि मिस्टेक नै हुँदैन भयो भने पनि यो भयो त्यो झिलिङ घुमा त एकचोटि खरा बिस्तारी बिस्तारी अनि गीत लगाऊ यसमा पिउनहरूलाई त्यतिकै लिएर हिँडेको मात्र छ एउटा त उडेको थियो बाइकको सोरुम अब रन्डाको मादर त आया खण्डै चिनाउँछ यसले त हामीले छुट्टी दुईजना पर पुगिसक्यो हामी 1 2 3 जना मात्रै तपाईँलाई ठुलो रहेछ के पो भन्छौ हान मलाई तयार छु सिस्नुले हान मलाई तयार छु सीताकी छोरी फेरि गएको सुले सीताकी छोरी सीताकी छोरी तारा सुटिङ होइन ओ पकाएर जाँदै बिस्तारी देखेको मलाई पनि यो कस्तो मनपर्छ लहरै लहर भएको नि